हेलो एभ्रिवान, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ। आज चाहिँ हामी गौथली मुभी हेर्न गएका थियौँ। दिदीले ब्लग स्टार्ट गर्नुभयो, हेर्नु होला। हेलो गाइस, हामी चाहिँ फिल्म हेर्न हिँडेको छौँ। काखामा बसेका छौँ। हाम्रो आशिका दिदी, आमा, यता पनि आमा, मम्मी, कमला दिदी। म चाहिँ यही बोल्ने मान्छे है। हाम्रो दिदीले चाहिँ तपाईहरुलाई बाँदर पनि देखाउनु भएको छ, हेर्नु होला। जङ्गलमा बाँदर पनि छ। हजुरहरूलाई चाहिएको छ भने सम्पर्क गर्नु होला है। बाँदर चाहिएको छ भने। हेलो माइजू, हामी चाहिँ कहाँ हिँडेको भनिदिनु त। यो चाहिँ हाम्रो चोरमारा बजार क्षेत्र। हामी चाहिँ चोरमारा पुग्यौँ। हाई भनिदिनु कमला दिदी। हामी चाहिँ चोरमारा पुगेर चाहिँ अब कौसुतीतिर जाँदैछौँ। गाडीमा चढ्यौँ सबैजना। हामी चाहिँ 16 कि 17 जना गएका थियौँ। अनि माइजू, मम्मीहरू, अनि त्यसपछि दिदीहरू सबैजना भएर। दिदीले चाहिँ मेरो भिडियो खिचिदिनु भयो रहेछ। अहिले त म अब कथाले के भन्छ रुन आएर रोइदिउँला नरोइदिउँला नि दिदी रुनी हो कि होइन त नि म त रुन्न है। खै मुख देखाउन त म त रुन्न। सानो दिदी रुनुहुन्छ है। हेर्दै आन्टी के छ सन्चै हुनुहुन्छ? हजुर के छ? सान्चै छ दिदी। ए आमा यता हुनुहुन्छ कि सबैजनाले मुभी हेर्दै हुनुहुन्थ्यो। हामीले पनि हेऱ्यौँ। तर नानी र म चाहिँ मुभी हेर्न भन्दा नि धेरै खाना गएको रहेछौँ। हामी चाहिँ खाएको खाइ थियौँ। मुभी चाहिँ एकदमै राम्रो रहेछ। सबैजनालाई मन पर्यो। अब चाहिँ हामी घर जान्छौँ। बाई, थ्याङ्क यू सो मच। यतिन्जेल भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै माया।